चास्नी हालिदिएको नै हो यस्तो नि यो लगभग यो समथिङ यो 1.5 महिना भयो कि हो थोरै हालिदिएको यस्तो राम्रो हो योमा यो कम भयो योमा छोटो रानो साइड थियो कि रानो बाइकको यो रानोको हो कि रानो लिएर राखेको यो जुन यो बच्चा हाल्यो नि यता यो योमा होइन यसले म अब यो माथिको भन्दा त भइसक्यो यो त एकदम राम्रो कलेक्सन भइसक्यो यो बच्चा हालेर अब यो त फागुनमा त फुटाल्न मिल्यो नि फुटालेर त्यो क्विन्सेल हालेर राखिदिएको बच्चा फुटालेर मात्रै राखेको भने नि भयो क्या यसलाई केही गरेन मैले यसको यो कोष पनि फाल्दैन केही गरेन यति राम्रो सक्सेस हो यो यस्तो हो नि मनी हालेको बच्चा चाहिँ दामी रह्यो अब यो बच्चा हो नि यो अब फागुनमा हो कि यो जुन यो यहाँ छ नि यो अन्डा हालिसक्यो नि यो जुन अन्डा हालिसक्यो एकदम मसिनो अन्डा हाल्यो यो जुन अब नयाँ यो छ नि त्यो मसिनो छाउराहरू बच्चाहरू अब यो एकदम राम्रो हुन्छ कि अब यो त बिना आधार चाका कि होइन राम्रो उठाएको बिना उमा यस्तो राम्रो हो कि पहिले अब सेटिङ गरेर बानी पऱ्यो नि बानी परिसकेर यस्तो बाँध्छ कि तारमा बाँध्यो नि यसले नयाँहरू राम्रो हुन्छ कि अब यो चाहिँ अब यो गर्मी आउँछ गर्मी आएपछि यति राम्रो हुन्छ कि माथि चाहिँ मजाले सिल गरे यता चाहिँ सिल गरेन रहेछ यो अब छाउरा छ नि छाउरालाई खुवाउनको लागि हो कि यस्तो गरेर नयाँ जति छ नि यो नयाँ निकाल्यो नि यो माथि यो म भयो यो क्विन्सल चाहिँ तल हाल्छ होइन यसले यो तल हाल्छ तल ठ्याक्कै यही बच्चा भएकै फ्रेम हुनु पर्यो यो तलबाट हाल्छ कि जुन यहाँ छ नि यो झिपझिपी यो देख्यो नि यहाँ यो भित्र बिचमा यो बच्चा यही हो कि रोज जेली भन्ने यो हो यो हुन्छ नि झिपझिप छ नि सेतो अनि झिपझिप छ नि भित्र यो हो कि रोज जेली भने अनि यही खुवाएर अनि राना यहाँ राना बिन भयो भने यही खुवाएर यिनीहरूले बनाउने हो कि बनाउँछ यसरी रोयल जेली भएको यो खाना औषधिको लागि मान्छेले म भनिन्छ नि यो भन्दा यो जुन यो हो कि राम्रो खानको लागि एकदम स्वास्थ्यको लागि भनेको एकदम राम्रो मान्छेले अब ढाडहरू दुखेको होइन हरेक चिजको लागि औषधि भनेको यो हो कि अब हामीले नि अब नसा अब लोटेको एक्सिडेन्ट भएको कारणले गर्दा हामीले नि यो खाइन्छ कि पोला यो बच्चासितको थोरै यो जुन पुज छ यस्तो खायो भने सन्चो हुन्छ क्या आफैलाई त्यो महँगो उत्पादन गर्ने चाहिँ निकाल्ने चाहिँ उत्पादन गर्न सक्यो भने त यो सबभन्दा महँगो हाम्रो नेपालमा अहिले निकाल्न लाग्यो होइन सबभन्दा यो रोयल जेली हो कि थुटेर निकाल्छ टिप्ने हो कि मजाले टिप्ने निकैसँगले अनि कलेक्सन गरेर मेसिनमा हालेर बनाउँछ एउटा क्याप्सुल बनाउँछ एउटा विदेशीले यहाँ नि ठुल्ठुलो कम्पनीहरू बनाउनु लाग्छ योबाट हो कि पैसा भनेको त्यो त्यसमा चाहिँ मबाट भन्दा अरूबाट हो कि पैसा हुने खास त चाइनिजहरू त तपाईँको एउटा घरबाट 1 लाख जति कमाउनु छ नि त वर्षमा सबै निकालेर कि मगाएको यहीँ नेपालीहरूले नि कमाउँछ क्या मासिक लगभग 1 लाखमा बढी हुन्छ एउटा घरबाट हुन्छ यो अब छुट्टायो नि यो कलेक्सन गर्यो योबाट अब म पनि उत्पादन लिने भयो अनि यो रानी बेच्छ क्या यिनीहरूले एउटा रानी बराबर अनि मिनिमम भनेको कति हान्छ एउटा रानीबाट 3500 आने हो त यस्तो हुन्छ यो घर बनाएर अनि मैले चाहिँ हाल्छ र टक्क मदानीबाट निकाल्ने हो नि त्यस फागुनको अन्तिमतिर चाहिँ राम्रै निस्किनु भएको छ यस्तो गऱ्यो भने यो छुट्टाउनु पनि सजिलो भयो अनि मडानीमा उ गर्नु पनि सजिलो हुन्छ यसले पोला बिगारेन नि सर्लको हालेको राम्रो हुन्छ कि यस्तो हालेको राम्रो हुन्छ ठ्याक्क फुटाल्यो त्यहाँबाट रानीको टुटी ल्याएर होइन बिचको फ्रेममा राखिदियो ठ्याक्क त्यसपछि निस्क्यो भने त सेट भइहाल्यो नि होइन अब यसलाई फुटाल्नु छ भने योबाट अब हामीले यसलाई यो रानी अन्त लगिन्छ अन्त लगिसकेपछि जुन अब यसले यहाँ अब छिटै हामीले कोष राख्यो भने त उसले कोष उठाउँदैन होइन कोष नउठाउने भयो अब जुन यो आफूले अब कोष लिएर अन्तबाट कोष लिएर हाले भयो होइन छुट्टाइदिने सेट भइहाल्यो नि अब आफूले यसलाई रानी बिन गरिसकेपछि अन्तबाट आफूले छुट्टाएर कोष लिएर राखिदियो भने एकदम राम्रो भयो नभए पनि अब आफूले अब यो
लग समथिङ अब 1 देखि भनौँ न 1 हप्ता 1 हप्तामा हेर्ने भने यसले सेल हालिसकेको हुन्छ रानीको कुइनी हालिसकेको हुन्छ सेट गरेर राखिदिने हुन्छ कि एउटा मात्रै राखिदिने हुन्छ अनि फुटाल्न छ भने अन्त अरूको हार छ भने फुटाल्न छ भने अन्त लगिने हुन्छ कि अन्त लगेर अनि यस्तो गरेर गर्ने हो फुटाल्न नगाएर चाहिँ क्विन सेल रेडी बनायो ठ्याक्क फुटाल्यो ठ्याक्क राख्दियो सेट भयो एकदम सजिलो हुने उपाय थियो कि तपाईँ फेरि यसमा चाहिँ के हुने रहेछ भन्दाखेरि जस्तो 2-3वटा माउगोला बलियो बनाएर राख्यो होइन फुटाल्नको लागि एउटा घारमा त कतिवटा त्यही अघि 15-20वटा टुटी त भन्नु भने होइन समथिङ त्यसमा पनि अब बलियो छाउन गरेर राख्ने हो योबाट एउटा राना बिन गरियो भने यसले कोष चाहिँ कम्तीमा भनेको होइन 12 देखि 15-16 हुन्छ राम्रो रानी भनेको लगभग 8-9वटा त एकदम सक्सेस निकल्छ क्या राम्रो एकदम निकल्छ अनि निकलेर अनि अन्त गरिने हुन्छ क्या त्यो ग्राफ्टिङ क्यापमा त्योमा गर्नुभन्दा योमा गरेको अझ राम्रो हुन्छ कि यसरी गरेको राना नि एकदम राम्रो हुन्छ ग्राफ्टिङमा फेरि तपाईँ एक नासै निस्किनु भएको सर्लक्कै जस्तो कि त्योमा राम्रो एक नास निस्किनु भयो जस्तो अब मैले 100वटा 50वटा घार नयाँ बनाउँछु भन्ने हो भने चाहिँ ठ्याक फुटाल्यो त्यो 50वटा रानो ठ्याक्कै बनाऊ होइन अब 60-70 त्यसमा कोही बिग्रिन्छ ल ठ्याक सेट गरिदिनु त्यो नि ठुल्ठुलो व्यवसायिकमा चाहिँ त्यो नि ठिक हुन्छ त्यो पनि एकदम राम्रो सजिलो आफूलाई अलिकति सहज लाग्छ भने यहीबाट क्या आफूले अब यो राना बिन्दु यसले कोष हालेको हुन्छ एउटा यो फ्रेम सर्लको एउटा फ्रेम निकाल्ने फ्रेम निकालिसकेपछि अनि एउटा छनौट गरेर एउटा कोष राखिदिने त्यहाँ त अर्को त्यो उद्देश्य छ नि घार त्योमा लगेर राख्ने अनि त्यसरी हुन्छ क्या यही मौरीलाई लगाइने भयो नभए त्यही मौरीलाई योमा गर्दा त थोरै हुन्छ धेरै मौरीको चाहिँ त्योमा फुटालेर राखिने हुन्छ राम्रो हुन्छ कि त्यस्तो गर्दा राम्रो हुन्छ यो अरिङ्गल कतिको देखिन्छ अरिङ्गल त यहाँ त एकदमै बढी आउँछ नि एकदम अहिले त आउँदैन होइन यो भनेको अब पछि हो कि गर्मी समयमा अब चैतो वैशाखदेखिबाट अब गोला सुरु हुन्छ नि त्यतिखेरबाट एकदमै बढी आउँछ कि बढी आउँछ आफूले हेर्नुपर्ने एकदमै त्यही हो कि नत्र अब कमजोर गोलाको त जम्मै मेटिदिन्छ नि उता मेरो 2टा मेट्यो उता परको 2टा घार मेट्यो योमा चाहिँ एकदमै बढी जनसङ्ख्या बढी छ भने यिनीहरूले नि मार्ने भयो लग्न त लग्ने भयो यिनीहरूले नि अब सवान यिनीहरूले मार्छ मान त कमजोर गोलाको त यसले भित्र छिरेर एकदम खतम बनाउँछ आफूले नै हेर्नुपर्छ यसको आसन बोट गएको थियो यो बोट गएको थियो यो खास फैलाएको नि त होइन यो त पहिला यो त यो वनबाटै हो नि यो त यो अटोमेटिक मुरामा आउने मुराबाट आउने अनि बनाएको हो कि यो त यो किनेर यो कसैकोबाट किनेर फुटालेर ल्याएको होइन यो यहीँ मुढाबाट बनाएको घारहरू हो कि यो त तपाईँको अब यो मुढाबाट निकाल्दा यस्तो गरेर सेट हाल्दैन नि सेट गर्दा बाङ्गोतिर हाल्छ यो त अब यो त बानी परिसक्यो नि मुढाकै मौरी हो यो त मुढाको मौरी भए पनि यस्तो सेट गर्छ बानी परिसक्यो यस्तो सेट भयो अब यसले टोक्नु नि अब जति चलायो त्यति टोक्दैन हिजो अस्ति मैले अब यो नसमानता त एकदमै टोक्थ्यो यसले होइन यहाँदेखि घेरा हाल्थ्यो अब मैले यसलाई जब समातिसकेँ हेरिसकेँ हेरचाह गरेर यसको जुम्राहरू हुन्छ भनौँ न किर्नुहरू त्यो पत्किने त्यो कालो किराहरू हुन्छ क्या तिनीहरू मार्ने अब साङ्लाहरू हुन्छ यिनीहरू अरू चिजहरू हुन्छ माकुराहरू हुन्छ यिनीहरू सबबाट यसलाई हेर्ने होइन मार्ने भने यो चाहिँ राम्रो हुन्छ क्या भट्नको लागि सबभन्दा बढी अझसम्म त यहाँ त अब लाग्ने भनेको उसले हो अरे होइन के भन्छ अरे मालसेबर के अरे मालसेबर भन्छ त्यसले हो एकदम गर्ने अझसम्म हाम्रो त यहाँ आएन त्यस्तो गरेन यो त पोले खाइन्छ बच्चे माउ नष्ट गराइन्छ नि मह उत्पादन लिने भने यो कालो नभएको एकदम राम्रो हुन्छ क्या फुटाल्नको लागि अब जति कालो भयो त्यति फुटाल्नको लागि राम्रो भयो कर्मी पनि अर्को कर्मी पनि धेरै हुनु पऱ्यो नत्र भने त्यो कालो छैन नि अलिक फुटाल्न अलिक उचित हुन्न क्या मौरी कालो हुनु पऱ्यो कालो भाले मौरी बढी हुनु पऱ्यो कि फुटाल्न अब यो फागुनमा होइन अब यो फागुनमा पुरै यो मौरीले अब भाले उत्पादन गर्छ क्या भाले निकाल्छ यसले एकदमै भाले निकाल्छ यसले अहिलेलाई छैन अब यसले बच्चा हाल्न सुरु गर्यो हालिसकेपछि अब यो कर्मी जुन कर्मीहरू धेरै हुन्छ नि अब भाले पनि त्यतिकै अब यसले छुट्टै हाल्छ क्या छुट्टै बनाउँछ टोला
यसको पोला कोसै ठुलो हुन्छ क्या यसको पोला नै अब ठुल्ठुलो हुन्छ भने भाले कोष बढी हाल्यो भने बल्ल फुटाल्न ठिक हुने भयो यहाँ थियो यो बिना रानी गरेको यसले उत्पादन धेरै लियो यसले त्यहाँ त अहिले यो के अरे योमा के भन्छ यार ऊ लाग्यो क्या यो त्यो त्यही मैनपुतली लाग्यो मैनपुतली लाग्यो मैनपुतली लागेपछि खतम भयो यो पनि मुराबाट हालेको एकदम राम्रो हो यो मुढे घार पनि रहेछ ठ्याक्कै आएर यो मुढाबाटै लिने अनि राख्ने भने एकदम राम्रो हुन्छ यहाँको मैनपुतली लाग्यो यो फुटालेको थियो होइन माथि गएको थियो 3 घार बनाउँदा यो थोरै थियो मैनपुतली लाग्थ्यो क्या यो नष्ट भयो यो मैनपुतली लाग्यो यो छुट्टेर छोबे यहीँ गरेको छुट्टेर हालेको रानी थियो कि थिएन योमा थोरै थियो नि कम थियो यो अस्ति भर्खर गयो यो अस्तिकै खालि अस्ति यो जाडोको क्या जाडोमा यो चलाइदिएपछि डबल रानी रहेछ क्या योमा मैले छोपेर त्यतिकै डल्ला परेको थोरै 2 मुठी थियो क्या सक्सेस भयो क्या अहिले एकदम कम छ यो थोरै एकदम थोरै मौरी जाडो नि खाने एकदम कम हालेको यसले एकदम राम्रो सेट गर्नु बनाइसक्यो तर फ्रेस तर आधार चाहिँ हाल्ने हो भने त चाँडी काम गर्ने भयो तिमा काम गराउनु बसाल्ने हो भने त यसले चाँडी काम गर्ने भयो ठ्याक्कै यस्तो जाडोमा चाहिँ ठ्याक्कै डमी राखिदिनु पाएको भए ठिक हुन्थ्यो होइन न्यानो नै हुन्छ ठ्याक्कै ढुक्छ यस्तो सेट गरिसक्यो कि ल बच्चा हाल्छ कि जहिले बच्चा हाल्यो यसले हाले होइन बच्चा हाल्यो माथि म उसलाई खानको लागि उसलाई छ बच्चा र उसलाई पुग्यो कि अब यसले यसको अब जनसङ्ख्या एकदमै बढ्छ क्या अब बच्चा अब यो हाल्यो नि त अब माघ भइहाल्यो अब यो अर्को महिनामा त एकदम यो बढ्छ क्या अब भरिन्छ यो गाह्रो यो बच्चा त निकालिसक्यो अब यसको अब यो कति फ्रेम छ यो 3 फ्रेम छ होइन अब 3 फ्रेमको अब यो हुर्काउँदा बित्तिकै यो यसको माउहरू लगभग 6 फ्रेम भइहाल्छ गर्दा राम्रो हुन्छ है अब यो नयाँ उठाएको यसले नयाँ हालिसक्यो यो नयाँ हाल्यो कि मुढाबाट आधुनिक गरेर यसलाई छुट्टाएर पनि त्यहाँ छुट्टिएको हो कि एकदम थोरै राम्रो काम गरे यति राम्रो काम गऱ्यो यसले अस्ति भर्खर धेरै राणा उता राणा पोल्लाउँछ टोक्छ के गालामा मलाई यो त झन् उ भने झन् तोक्छ कि मलाई चाहिँ नयाँ गन्ध थाहा भयो यहाँ भनेको 12 मास अरू अब अन्त लेकतिर होइन अब चिसो समयमा बस्न गाह्रो हुन्छ तलतिर सर्छ होइन औलोतिर अनि हुन्छ कमै मात्रामा बस्छ लेकमा यहाँ भनेको त 12 मास बस्ने हो कि न्यानो एकदमै ठिक भयो सदाबार गर्मीको लागि पनि ठिक छ जाडोको लागि पनि ठिक छ क्या यहाँ त चरन चाहिँ राम्रो छ क्या यहाँ चाहिँ यता चरन छ अब यो भनेको अब अब भनौँ न फागुनमा अब त्यत्तिकै हुन्छ फुल यता फुल हो वनकै भएर अब यो तोरीहरू लगाएर त यो त चरन भुल्नको लागि मात्रै हो कि यसलाई त अब यो मेन भनेको यो जङ्गल यो अब यो फागुनमा फुल्ने अब छुट्टी हुन्छ होइन फागुनमा के फुल्छ अब फागुनमा त असिलो होइन असिलोहरू अब तिनीहरू हो अरू अब त्यो बाहेक अब यो हुन्छ नि जेठको समयमा त धेरै फुल्छ नि रातगिरीहरू पाङ्ग्रोहरू अरू लहराहरू होइन अनि अब यो झेङ्गनाहरू होइन हरेक सिजनमा फुलेको हुन्छ क्या यता त अब यो भरो असोजमा पानी नपर्ने भने अब भुइँमा फुलहरू होइन घाँसको फुलहरू अब त्यतिकै हुन्छ कति टाढोसम्म जान्छ यो त धेरै टाढा जान्छ नि यो त 7 यो त तपाईँको आज यहाँ हुन्छ भने यो त भोलि त कहाँ हुन्छ यो त यति टाढा जान्छ क्या यो त यो फेरि यस्तो हो कि यो जुन चरणमा गइरहेछ नि जुन रुखमा त्यहीमा मात्रै जान्छ क्या यो फेरि एकरो एकचोटि गयो भने फेरि त्यही ठाउँमा जाने हो बढी फुलहरू धेरै खाली हुन्छ नि यो त मजाले त्यो फ्रेममै सेट गरिदिने क्या
मजाले रपतबाट यस्तो मिलाइनु हुन्छ नभए नि अब धागा सियो धागाले गरेर छिराएर मिलाउने असर नगर्ने तरिकाले मिलाउनुपर्छ कि मिलाएर गर्ने एउटा मिलाउनु थियो मान्छे त्यो हाम्रो रनिङ गाडी नि गाडी छुट्टा नहुँदा यही पोलाइबाट के एकदम सजिलो हुन्छ त्यो छैन भने नि ट्रान्सफर गर्न मिलेको त्योमा अब छुट्टा माउ धेरै छ त्योमा कार्य भने पनि कार्य भने अब यता छ नि त पोला त नगारेको त्यो फ्रेम निस्काएर त्योबाट ट्रान्सफर गरेर छुट्टाइ नि हुन्छ कि मौरी सब झारिदिने त्यही अन्डा बच्चा भएको चाका लगाएर अन्डा बच्चा चाका भएर हिर्काइहाल्ने बिचरा नयाँ फोन चाहिँ बिरामी हुने भएर मैले निकालिदिएको कता गयो निकालिदिएको एकदम बियो ओरिजिनल महिना गाडी गयो अहिलेको है अहिलेको आजको है आजको यो अब तिम्रो के हुन्छ भनेपछि अहिले जम्छ यो छिटो छिटो जम्छ खानको लागि किन राम्रो हुन्छ कि यो सुक्खा हुन्छ नि त अरू गर्मी महिनाको पातलो हुन्छ भने अहिलेको एकदम बाक्लो हुन्छ कि निचर्न पनि गाह्रो फिल्टर गर्न एकदम गाह्रो हुन्छ अनि अस्ति गाडेको कस्तो हुन्छ भने यो जम्छ एकदम प्योर म भनेको जिन्दगी के हुन्न कि यो आफूले मिलाएर राख्यो भने घिउ जस्तै नेचुरल नेचुरल भयो कि यो भनेको स्वास्थ्यको लागि के भने एकदम राम्रो सबभन्दा राम्रो पोइन्ट भनेको कलरै एकदमै दामी हुन्छ कि यहाँको फेरि हेर न हामी मान्छे मरेर गइएला होइन यो कुद मिसिएको छैन केही छैन घिउ छ नेचुरली यति राम्रो छ ल हेर न एकदम क्रिस्टल बन्यो दाना जस्तो हेर न ल खाऊ न कस्तो चाकरलाई जम्यो ल चाक्नु त यस्तो नेचुरल राम्रो हो कि मजाले जम्यो कलर यस्तो मजाले छुट्टिन्छ होइन यो किन भन्दा अरू समय जेठ भनौँ न फागुनदेखि लिएर अरू भनौँ न जेठसम्मको मह चाहिँ कस्तो हुन्छ भनेपछि पातलो हुन्छ राम्रो निचर्नलाई उ गर्न भने सजिलो हुन्छ अहिलेको एकदम गाह्रो हुन्छ बाक्लो हुन्छ एकदम गाह्रो यो औषधिको लागि एकदम राम्रो सुक्खाको एकदम राम्रो हो कि अरूभन्दा यो पुसमाघको मह मौसिरतिर कारेको मह एकदम राम्रो यो कार्तिकदेखि भनौँ न कार्तिकदेखि लिएर यो माघसम्मको एकदम राम्रो हुन्छ कि यस्तो बाक्लो नेचुरल यो कसैले घिउै हो भन्छ यो कसले मह भन्छ यसलाई भन्ने चिनीको मान्छेले थाहा हुन्छ न अरूलाई चिन्ने हेर्न ठ्याक्कै नि कस्तो राम्रो जिन्दगी केही नि अचम्मरी हो कि यो त केही हुँदैन जिन्दगी एक्सपायरी नै छैन यसको अब यो त सकिन्छ यो कहिले पनि हुँदैन यस्तो हुन्छ कि बजारमा पानी मह कस्तो हुन्छ सधैँ रातो किन भन्दा अहिलेको ल हेर न सिजन समयअनुसारको यो म अहिलेको यस्तो छ कि ठ्याक्कै यो समयअनुसारको म चेन्ज हुन्छ क्या कहिले कालो कालो हुन्छ कहिले सेतो हुन्छ कहिले होइन रातो रातो हुन्छ त्यस्तो हुन्छ क्या म भनेको त म भनेको बजारमा पायो भने दाबर म के हुन्छ 1.5 नासी त्यो जम्दैन जम्दैन 1.5 नासी तपाईँको प्रोसेस गरेको हुन्छ कि प्रोसेस तताएको हुन्छ त्यो कहिले पनि केही नि हुन्न यो तताएको मह पनि हामीले लोकल मौरीलाई हल्का ततायौँ भने त्यो मह पनि जम्छ क्या जम्छ त्यो त अब उ गरेको हुन्छ सधैँ एकनासी हुन्छ कि म त त्यो म भनेको नेचुरल भनेको यस्तो हो यस्तो कि ल खानु त ल कति टेस्ट हुन्छ यो एकदम टेस्ट हुन्छ कि बढी यताको स्रोतमा भर पर्ने चिज हो क्या यो भनेको अब मान्छेले हुन्छ नि त्यो म यस्तो हो भन्छन् नि होइन यो त एकदमै दामी छ यो त अनि उताको जमेको पनि मैले खाएको छु क्या म चाहिँ हुन त तर यो चाहिँ एकदम राम्रो हाम्रो यता पहाडी एरियामा स्रोतमा भर पर्ने स्रोतको हो कि स्रोतले भर पर्यो मान्छेले मौरीले गरेको होइन मान्छेले गरेको होइन चरणले गर्दाखेरि चरणले गर्दा चरणमा भर पर्ने चिज अब हाम्रो यता एकदम फुलदेखि लिएर नि होइन जडीबुटीको बोटदेखि लिएर हरेक अब फरक छ हाम्रोमा यहाँको एकदम राम्रो हो टेस्ट हुन्छ एकदम छिटो जम्छ क्या यो अहिलेको एकदम बाक्लो हुन्छ जम्न त पछि यो के अरे वैशाख जेठको नि जम्न त जम्छ ढिलो जम्छ क्या त्यो समय लाग्छ एकदम जम्नलाई उसलाई एकदम समय लाग्छ अलिक चाँडै जम्ने रहेछ होइन यो अहिलेको यो जुन ठन्डी समयको छिटो जम्छ क्या एकदमै बढी छिटो जम्ने कारण यो हो कि अब मान्छेले म जम्यो यो त म नै होइन होला भन्छ नि मान्छेले चिनेको मान्छेलाई बल्ल थाहा हुन्छ कि बल्ल ओरिजिनल मह त जम्छ ओरिजिनल मह जम्छ म नै जमिन भने त त्यो ओरिजिनल हो नि होइन नि यस्तो ठ्याक्कै घिउ हुन्छ अब यो 1 केजी मह हुँदा कस्तो हुन्छ मान्छेले
1 माना 1 केजी मह भनेपछि त 2 माना हुन्छ भन्ने सोचाइ हुन्छ क्या धेरै यसो गाउँको मान्छेको सोचाइ तर धनी यो धनी 1 केजी हुनु खोज्छ तपाईँको मह त गर्नु हुन्छ वेट हुन्छ नि यो त धेरै वेट हुन्छ अब यो समथिङ 960 यस्तै होला समथिङ यो यहाँ हालैमा हुन्छ माथिसम्म हाल्ने भने धनै अलिकति 960 70 यस्तै ग्राम हुन्छ दिनचोटि भेदा हो जब यो बस्यो भने त्यसले अन्डा गार्छ अन्डा गार्यो भने त्यही लाभा निस्किने रहेछ मसिनो सेतो किरा त्यो निस्केपछि त्यो जम्मै अटोमेटिक खाइदिने रहेछ क्या त्यसले त त्यही त खाने रहेछ नि अन्त कोषमा त्यो अर्को मौरीको बच्चा अन्त त्यो हुर्किने भयो हुर्किँदा खाने गर्ने कल्की पनि लगाएर रहेछ नि कल्कीको फुल ए कल्की यो अब फुल्ने समय हुन्न फुल चाहिँ यो धेरै लगाउनु पर्ने रहेछ क्या कल्की यसमा चाहिँ राम्रो जान्छ कि फुल लाउनु सक्यो मौरीलाई भुल्ने ठाउँ भयो नभए जङ्गलबाट यिन पुग्छ कि यता त हाम्रो त थुप्रो बनमुकै घर हो यसलाई हामीले तोरी छरेर यताउता गरेर हुन्न कि यता यसलाई यसो भुल्ने मात्रै यसो पार्ट टाइमको जस्तै मान्छेलाई जस्तै हो यो नत्र पनि जङ्गलकै भएर हो कि जङ्गलै चाहिन्छ क्या जङ्गल अब भयो भन्दा यो सेलाउने यस्तो यो त अब पर्सनल यहाँ जति पनि छन् यो काम छैन क्या बरु अरू फुलहरू चाहिन्छ क्या अब यता न यता हेर अब यो पाङ्रोहरूतिर त्यो रातगिरीहरू होइन लहराहरू काली लहरा त्यत्तिकै फुल्छन् यो धेरै नाम गरेको फुलहरू फुल्छ क्या यता त अब तिम्रो अब कात्तिकमा अब हामीले तोरीबारीमा हुन्छ होइन भनिन्छ हामीले चढाउने फुलहरू होइन कात्तिकमा त हुन त फुल यो तोरी हुन्छ कम मात्रामा यो त जङ्गलमा हो क्या धेरै यो तोरीबारीमा जति नै घुन्किन्छ नि त्यति नै वनमा कात्तिकमा जानुपर्छ त्यति नै घुन्किन्छ मौरीहरू वनै हुन्छ यो त सिजन भएर सिजनमा हुने बाली भयो क्या त्यही भएर अब यो पयुनी फुल्छ होइन यो कार्तिक मङ्सिरमा हामीले बर्खामा लगाइन्न यो तोरीहरू त जम्मै जङ्गलकै भएर हो यो त्यस्तो हुन्छ क्या त्यो ठाउँमा त खासै यो मौरी सार्न पर्ने अवस्था के हुन्छ आवश्यक खासै हुन्न होला होइन चरणमा लान्छन् नि त अरू पर्ने यहाँ त पुग्छ कि चरण होइन चरण नपुग्छ यहीँ छ त नजिकै अनि भनि नजिक कति किलोमिटर होला र दार्जिलिङमा छैन नजिकै हो त यो वन फेरि एकदम पारिलो एकदम राम्रो छ के मौरी पाल्नेको लागि एकदम राम्रो छ यहाँ कति साल भयो तपाईँ राख्नु लाग्यो मैले समथिङ यस्तो हो क्या यो राख्न थालेको त लगभग 17-18 वर्ष भयो होइन 17-18 वर्ष भयो यो मुढामा हामीले राखेको मुढाको त पुरानो आधुनिकमा राखेको त अब समथिङ अब त्यही 1.5 वर्ष भयो कि योभन्दा पहिला अब राख्न त राखियो 8-9 वर्ष अगाडि 2 घाट थियो आधुनिक राख्ने आफूलाई खानको लागि मात्रै यो व्यवसाय लागि गरेको थिएन कि अब त्यति अनुभव पनि थिएन आफूले सिक्नको लागि त्यहाँ त मैले यो 1-2 घरबाट यो सिकाउन त फुटालो पनि कसरी हुन्छ भने युट्युबबाट हेर्ने गरेर अनि गरेको हो कि गरेको राम्रो भयो न तालिम लियो न के तालिम लिएको नि होइन अब यो गर्दै गर्दै काम सिकाउने यो तालिम गरेर पनि परदेशी रूपमा यो हात हालेर होइन गएर फुटाले गयो भने त्यो अनुभव हुन्छ त्यतिकै त्यो तालिम गरेर त्यो कापीमा यताउता गरेर त्यो देखाउटी गरेर काम छैन त्यो तालिम गरेको भनेर यो आफैले गर्नुपर्छ क्या आफैले गऱ्यो भने राम्रो हुन्छ आफूले गर्दै जाने अनि तालिम लियो भने पनि होइन तालिम लियो भने झन् अनुभव हुन्छ आफूलाई केही प्लस हुने भयो आफूले छिटो गर्न सकिने भयो मौरीहरू नष्ट हुन सकेन भाग्न सकेन उड्ने सम्भावना पनि भएन कम हुने भयो आफूले हाल्न सक्यो अब यो मौरीको लागि गयो भने अब मान्छेले धोपेर लिन्छन् नि आफूले एक फ्रेम निकाल्यो योबाट यो जुन फ्रेम निकाल्यो यो मौरी भएको यो जङ्गलको लागि एउटा मौरी फ्रेम निकालेर पोला भएको सहित त्यो गोलामा क्या यसो फ्रेम राखिदिने ठ्याक्क रानी आउँछ क्या किसिमले गर्दा रानी आएपछि टक्क तल हालिदियो छोप्नै परेन क्या एकैचोटि आउँछ सजिलो त्यो गरेर गएको मौरीहरू कतै कता भागेर आएको गोलाहरू छन् भने झुन्नेको छन् भने अब आफूले एउटा फ्रेम झिक्यो बच्चा सहितको अब सहितको एउटा फ्रेम झिकेर लगेर अनि यसो गरेर अनि त्यो मौरीको गोलामा यसो गर्ने भने चिन राख्ने भने त्यो अटोमेटिक मौरी आउँछ क्या आइसकेपछि त्यो रानो आइसक्यो त्यो घारमा राखिदिएपछि सबै आउँछ क्या हातखुट्टे आफूलाई तोक्ने ऊ पनि भएन डर पनि भएन राम्रो हुन्छ त्यो गरेर गरेको थिएँ मैले आएन भने अब छोप्ने नै पर्यो
नत्र त्यसरी त्यस्तो गर्दा नि आयो मौरी त तपाईँले गर्दाखेरि गर्दा एकदमै आयो कि एकदम राम्रो हुन्छ अब तोक्ने अब होइन ग्लास लानु पनि पर्दैन केही गर्नु पर्ने एकदम सजिलो हुन्छ त्यो फ्रेममा बच्चाहरूमा त्यो गन्ध सन्द हुन्छ लाग्यो त्यसको आकार पनि रानी आउने भयो त्यो चाहिँ अब मको उसले गर्दा पनि अब त्यो बच्चा हुन्छ गन्धले गर्दा आउँछ कि राम्रो हुन्छ आफूलाई तोक्ने सम्भावना पनि भएन राम्रो एकदमै रानो कोष हालेर राना उत्पादन गर्न सकेन भने नि हामीले त अर्कोबाट गरिन्छ लिएर त्यहाँ रानो हालिन्छ मौरी त बचाइन्छ तपाईँको 2-3 लाख गोलाघरमा त अब एउटा बिग्रियो भने त त्यहाँ कहाँबाट रानो लिने त तपाईँको यहाँ थुप्रै खालको अरू होइन अरू हुन्छ ल्याएर राख्दैछ सेट भइहाल्छ अब हामीलाई थाहा पनि भयो हुन्छ त्यसरी गरिन्छ राम्रो हुन्छ कि मान्छे त्यो फुटाल्दाखेरि चाहिँ भाले कोष चाहिँ अलिक बढी हुन पर्यो होइन भाले कोष प्लस अब यो घारमा छैन भने पनि यो घारमा भाले छैन भने पनि यसलाई फुटाल्न चाहिँ यसले यसको एकदमै रानी होइन रानी कर्मी राम्रो छ भने आफूलाई फुटाल्नु छ यसको अब अर्को घार बनाउनु छ भने त अर्को भाले कोष राखिने हुन्छ क्या अरू भाले कोष राखेर अनि गरिने रानी नभएको कोषमा होइन भाले राखेर गरिने हुन्छ राम्रो हुन्छ खास भाले नभइनु जस्तो तपाईँको यहाँ थुप्रै घार छ नि त त्यसमा त भाले अब पछि रानी निस्क्यो भने त त्यो पछि मिटिङमा गयो भने त जुन पनि भाले लाग्न सक्छ यो खास हुनै पर्ने हो र त्यो होइन यो त यस्तो हो कि मिटिङमा जाने बेला यसको जुन गोला छ नि त्यो गोला सिधै जान्छ क्या यो अरूबाट जान्न कि जुन छ त्यहीबाट जाने हो जाने हो अरूको त जाँदैन लड्छ यिनीहरू काटाकाट गर्छ जस्तो यहाँबाट रानी निस्केर मिटिङमा गयो भने भाले पनि यहीकै लाग्नुपर्छ भन्ने हुन्छ हुन्न नि त होइन लाग्नु त अरूको लागि नि हुन्छ तर जुन छ त्यहीको लाग्छ कि सिधै जान्छ नि त यो त हामीले रानी निस्क्यो भने भाले पनि सँगै जाने हो त्यही घरकै त्यस्तोहरू चाहिँ ठिक हुन्छ लाग्न त अरू पनि लाग्ने भयो तर जुन घार हो त्यसैको लाग्छ कि सिधै यहीँबाट ऊबाट मिटिङमा जानु त यहीँबाट ऊ सल्लाह गरेर गएको हुन्छ माथि जान्छ आकाशमा जान्छ अरूबाट त थाहा हुँदैन त्यही भएर जुन गोला छ त्यो लाग्छ अब त्यो भयो योले अब राम्रो उसले दिएन उत्पादन आएन होइन मौरीको अब गोला भनौँ न बढ्न सकेन होइन बढाउन सकेन अहिले जनसङ्ख्या अलिकति बढी लिन भयो हुन सकेन घटेको कतै छ भने नष्ट हुन्छ भने रानी राम्रो भएन वा कर्मी राम्रो भएन यसलाई क्रस गर्न मिल्यो के कुन राम्रो छ त्योलाई अनि बच्चा सहितको लिएर यसलाई दिएर टाइम लाग्छ तर एकदम राम्रो उत्पादन हुन्छ क्या त्यसरी गरे त्यो गरे राम्रो धेरैले के भन्छ भन्दाखेरि रानी दिए हुन्छ भाले त अब के रानी भाले नभए भने मिटिङमा गयो भने अरूको पनि भाले लाग्छ भन्छ नि धेरै जस्तो तालिममा चाहिँ त्यसो सुनेको कि मैले त्यो भनेको नि त्यो लाग्छ होला अब आफूले देखिएन होइन नत्र जुन गोला छ नि त्यही गोलाबाट जाने हो यो त कि त्यही काममा फोकसै गरेर हेऱ्यो भने मात्रै हो नत्र अरूको लाग्दैन क्या जुन छ त्यही जान्छ क्या आकाशमा त्यो हुँदैन असम्भव हुन्छ कि होइन यस्तो कुखुराको लागि हो मौरीले नै आएर खाने रहेछ खान्छ यस्तोमा आयो नि छेउमा हान्छ छेउबाट आएर खाने रहेछ खानु चाहिँ त्यो खुस यो त यो गर्मी समयमा अब अहिले त अब यो ठन्डी भएर यो देखिएन यो त गर्मीमा त एकदम यसलाई पानी चाहिन्छ क्या मैले त्यही भएर यस्तो जुटको बोराहरू त्यस्तै कि पानी हालिदिन्छु भिजाइदिन्छु राखिदिन्छु पुरै यो पाखै उडेको देखिन्छ क्या अब यता अब यो मुढा यो अस्ति आएको नि यता आएर बस्यो नि पछि साइड दिन जति निकालिसक्यो योमा फेरि आयो योमा नि आएको थियो कि योमा नि आयो एउटा थोरै आएर आफै गयो फेरि पहिला आएको थियो निस्केको योमा मैले अझसम्म योमा के हुन्छ भने चाहिँ मैनपुतली कम लाग्ने रहेछ क्या योमा एकचोटि लागेको थियो क्या योमा मैनपुतली किन मौरी उडिरहेको कारिरहेको आएको थियो कारेर खाइयो पछि फेरि किन उड्दैन भनेर हेरेको त पुरै जाम भएको क्या गोलै जाम भएको यसो तान्नै नसक्ने च्यात्तिने यसो त्यस्तो गरेर लाग्दो रहेछ क्या योमा कम लाग्छ भने योमा होइन कमै मात्रामा यो लाग्ने भनेको यो नत्र भनेको एकदम बढी भनेको यो आधुनिकमा यो जब यो सेतो छिर्छ नि सेतो छिरेपछि एकदम लाग्छ क्या योमा यो अझसम्म मैले हालेमा त गएन यो यो फुटाले गएको पनि छैन फुटेर गयो बरु यो मैले छुट्टा छु 1-2 गोला राखेको छु मैले यो फुटालेर उहाँ लगेको उहाँको यो गोला यहाँ लगेको त्योमा हो यहाँको मैले दिएको रहनेलाई यो घरको दिएको
फुटालेर एकदम कम भयो पछि फुटेर गयो फेरि फुटेर गयो नि योमा पनि छ कि मौरी तर कम छ तर एकदम राम्रो सक्सेस गरेको यहाँ बच्चा हालेको नि तपाईँले दिएको घाट त एकदम राम्रो थियो क्या त्यहाँ राम्रो काम गरेको थियो लगभग फ्रेम त घाट त पुरै भरिसकेको थियो होइन मैले दिम राम्रै अब रहर गरेँ यो मान्छेलाई आफूलाई नि अब मौरीको एकदम इन्ट्रेस्ट भएको मान्छे अब त्यस्तै रहर लागेको मान्छेलाई इच्छा पुरा गरौँ भनेर मैले दिएको उनलाई राम्रो दिएको मैले किबी किन पात लागेन अरे योपालि पातै यसलाई हातै नहाल्ने किनभने चाहिँ योमा किन कम भयो भने चाहिँ यो उता दिए उनलाई दिएपछि फुटेर गयो यो फुटेर गइसकेपछि कम छ यसलाई अब यसलाई अब जाडो महिना छ यसलाई आएर दिनु पऱ्यो दिनको लागि यस्तो राख्नुपर्छ क्या यसलाई यस्तो गरेर दिएपछि के हुन्छ यो खाना भयो यसलाई रानी त दिएको होला नि है रानी त छ यसलाई कोस हालिदिएर दिएको कि मैले उनलाई फुटालेर दिएपछि कस्तो हुन्छ यसलाई कोस दिएँ मैले दिन आवश्यक त छैन यसलाई अहिलेको समय त हाम्रो के हुन्छ भनेपछि यसमा कम छ कम भएर यसलाई आएर दियो अब यसले बच्चा हालेछ कि हालेन भन्ने कुरो हो कि म त मजाले सिल गरेर चाहिँ टमक्क हालेछ यी अब यसले यी बच्चा हाले अब हालेछ यो उनलाई दिएपछि रनेलाई दिइसकेपछि मैले एउटा कोस लिएर हालिदिएको उनले हेर्दा हालेँ मैले एउटा कोस हालिदिएको यी मजाले यो अन्डा काटिसक्यो के बस्छ यहाँ आएछ देख्न पाइयो मेटिङ भएको रहेछ अन्डा मजाले पेटभरि अन्डा राम्रो मजाले नयाँ छ नि यो जब पुरानो भयो नि कालो हुन्छ होइन कालो हुन्छ यो एकदम रातो रातो छ नि यो नयाँ हो क्या यो जुन पुरानो चाहिँ सायद फुटेर गइसक्यो होला क्या यहाँ मैले उनलाई दिइसकेपछि फुटेर गयो ढाड दिखा मजाले भारी लगाइसक्यो हजुर पेट ढाड दिएर चाहिँ मजाले भारी लगाइसक्यो नयाँ रानी अलिक कालो कालो हुँदो रहेछ है मजाले खिच्नु पाइयो कालो कालो रातो रातो छ नयाँ हो कि तत्काल यो त लागिसक्यो भारी लागिसक्यो नि लागिसक्यो भएर यसले अन्डा काटिसकेछ यी बच्चाहरू उत्पादन भइसकेछ अब यसले एकदम राम्रो काम गर्दैछ